नमस्कार, अपन समाचार में स्वागत छ। सुरुवात में हेडलाइंस। सप्तरी में ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एकजनाको मृत्यु। पछिल्लो 24 घण्टामा देशभर 145 जना कोरोना संक्रमित भेटिए। कोरोना सम्बन्धमा सरकारले गरेको काम कारबाहीको अनुगमन गर्न गठित उपसमितिद्वारा समितिमा प्रतिवेदन पेश। जनकपुर धाम स्थित एक होटल नजदीक एक महिला मृत फेला। र चितवनमा सिरक उद्योगमा आगलगी, 7 लाखको क्षति। अब समाचार विस्तारमा। सप्तरीमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एकजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा मोटरसाइकलमा सवार कञ्चनरूप नगरपालिका वडा 5 निवासी 20 वर्षीय देवकुमार चौधरी रहेको प्रहरीले जनाएको छ। कोड 33 प 7716 नम्बरको मोटरसाइकललाई सोही दिशातर्फ जाँदै गरेको 97 ख 9339 नम्बरको ट्रकले हनुमाननगर कंकाली नगरपालिका वडा 3 मा पछाडिबाट ठक्कर दिएको प्रहरीले जनाएको छ। दुर्घटनामा सोही मोटरसाइकलमा सवार कञ्चनरूप 5 का 19 वर्षीय प्रदीप मुखिया घाइते भएका छन्। ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। पछिल्लो 24 घण्टामा देशभर 145 जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार कोरोनाको संक्रमित संख्या 2,76,379 पुगेको छ। त्यस्तै बुधबार 90 जना कोरोना मुक्त भएका छन्। यससँगै 2,72,187 जना कोरोना संक्रमण मुक्त भएका छन्। अहिले सक्रिय संक्रमितको संख्या 1,182 रहेको छ। 52 जना क्वारेन्टाइनमा रहेका छन्। नेपालमा पछिल्लो 24 घण्टामा कोरोनाले ज्यान गुमाउनेको संख्या 1 रहेको छ। नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या 3020 पुगेको छ। प्रदेश 2 मा पछिल्लो 24 घण्टामा 2 जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। सामाजिक विकास मन्त्रालय अन्तर्गत स्वास्थ्य निर्देशनालयले दिएको तथ्याङ्क अनुसार पछिल्लो 24 घण्टामा पर्सामा 2 जनामा संक्रमण देखिएको हो। प्रदेश 2 मा कुल संक्रमितको संख्या 17,229 पुगेको छ। अहिलेसम्म प्रदेश 2 मा कोरोना संक्रमणबाट 209 जनाको ज्यान गएको छ। प्रदेश 2 मा 16,984 जना संक्रमण मुक्त भइसकेका छन्। अहिलेसम्म 1,46,795 जनाको स्वाब सङ्कलन गरिएको छ, जसमध्ये 7 वटा स्वाबको नतिजा आउन बाँकी छ। प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा एमालेको केन्द्रीय कार्यालय बनाउन लागि भवनको निरीक्षण गर्नुभएको छ। बुधबार थापाथली स्थित नेकपा एमालेको केन्द्रीय कार्यालय सार्न लागि नयाँ भवनमा प्रधानमन्त्री ओलीले निरीक्षण गर्नुभएको हो। प्रधानमन्त्री ओलीको साथमा अर्थमन्त्री विष्णु पौडेल, कृषि तथा पशुपक्षी विकास मन्त्री पद्मा कुमारी अर्याल लगायत नेताहरूको उपस्थिति थियो। नेकपा एमालेको कार्यालय थापाथली हाइट स्थित उमङ्ग मार्गमा रहेको सञ्जय अग्रवालको घरमा सर्न लागेको हो। 2.5 लाखको उक्त घरमा 13 वटा कोठा रहेको छ। हाल नेकपा एमालेको केन्द्रीय कार्यालय धुम्बारामा रहेको छ। कोभिड-19 सम्बन्धमा सरकारले गरेको काम कारबाहीको अनुगमन गर्न गठित संसदीय उपसमितिले 18 बुँदे सुझाव सहित प्रतिवेदन शिक्षा तथा स्वास्थ्य समितिमा पेश गरेको छ। प्रतिनिधि सभाको शिक्षा तथा स्वास्थ्य समितिको बुधबार बसेको बैठकमा उपसमितिका संयोजक जीवनराम श्रेष्ठले समिति सभापति जयपुरी घरतीलाई प्रतिवेदन बुझाउनु भएको हो। उपसभापतिले कोभिडसँग सम्बन्धित देशभरका अस्पताल, प्रयोगशाला र क्वारेन्टाइनहरूको स्थलगत अनुगमन गरी 18 बुँदे सुझाव सहितको प्रतिवेदन तयार पारेको संयोजक श्रेष्ठले बताउनु भएको छ। उपसमितिले कोभिड जस्ता संक्रामक महामारी भविष्यमा पनि आउन सक्ने सम्भावनालाई ध्यानमा राखी उपचार र नियन्त्रणका लागि सबै प्रकारका प्रदेश र केन्द्रमा आवश्यक सुविधा सहितको संरचना तयार गर्नुपर्ने सुझाव दिएको छ। यस्तै देशभरका प्रत्येक अस्पतालमा संक्रामक रोग सम्बन्धी निश्चित शय्याको युनिटबाट व्यवस्था गर्नुपर्ने, अस्पतालहरूमा अक्सिजन प्लान्ट राख्नुपर्ने, चिकित्सकको अभाव हुन नदिन चिकित्सक बढुवा प्रणालीमा नीति परिवर्तन र सुधार गर्नुपर्ने, अस्पतालहरूमा दरबन्दी अनुसार जनशक्ति व्यवस्थापन गर्नुपर्ने, खुला बोर्डर भएका ठाउँहरूमा स्थायी स्वास्थ्य परीक्षण केन्द्रको व्यवस्था गर्नुपर्ने सुझाव उपसमितिले दिएको छ। यस्तै प्रादेशिक अस्पतालहरू प्रदेशले नै सञ्चालन गर्ने व्यवस्था गर्नुपर्ने, केन्द्र, प्रदेश र स्थानीय तह अन्तर्गतका सबै अस्पताल र स्वास्थ्य केन्द्रहरूलाई सञ्चालन गर्न स्पष्ट नीति ल्याउनुपर्ने, प्रादेशिक र जिल्ला अस्पतालहरूलाई भेन्टिलेटर सहितको आइसियु लगायत सेवाहरू प्रदान गर्ने गरी सुविधा सम्पन्न बनाउनुपर्ने,
कारागारमा संक्रामक रोगको उपचारका लागि छुट्टै बजेट व्यवस्थापन गर्नुपर्ने, निजी अस्पतालमा स्वास्थ्य उपचारमा सम्पूर्णता कायम गरी दर रेट सम्बन्धी नीति व्यवस्थापन गर्नुपर्ने लगायत राखिएको छ। अस्पतालमा संक्रामक रोग सम्बन्धी निश्चित शय्याको युनिट व्यवस्था गर्नुपर्ने। 3. निजी तथा सरकारी अस्पतालहरूमा अक्सिजन रोगहरूको 15. रोकथाम र नियन्त्रण उपलब्धताको सुनिश्चित गर्नुपर्ने। 18. 6-7 महिना जति हामी कोभिडकै कारण अनुगमन गर्न गठित उपसमिति शिक्षा तथा स्वास्थ्य समितिले गत भदौ 9 गते कोभिड-19 को सम्बन्धमा सरकारले गरेका काम कारबाहीको अनुगमन गर्न सांसद जीवनराम श्रेष्ठको संयोजकत्वमा 7 सदस्यीय उपसमिति गठन गरेको थियो, जसमा सांसदहरू अञ्जना विसङ्खे, इकबाल मिया, तिलबहादुर महत छेत्री, नमिता कुमारी चौधरी, सन्तकुमार थारू र सरिता नेौपाने सदस्य रहनुभएको थियो। कानुन न्याय तथा संसदीय मामिला मन्त्री लीलानाथ श्रेष्ठले जातीय छुवाछुत तथा भेदभावलाई अन्त्य गर्न चेतनामूलक अभियान चलाउनुपर्ने बताउनु भएको छ। प्रतिनिधि सभाको कानुन न्याय तथा मानवाधिकार समितिको बुधबार बैठकमा जातीय तथा अन्य सामाजिक छुवाछुत र भेदभाव ऐन 2068 को विधान अनुसार अवस्थाको परीक्षण सम्बन्धमा विज्ञबाट प्रस्तुत प्रतिवेदनमाथि छलफल गर्दै मन्त्री श्रेष्ठले जातीय छुवाछुत तथा भेदभाव अन्त्य गर्नका लागि कानुन भए पनि व्यवहारमा लागू नभएकाले जनचेतनामूलक अभियान सञ्चालन गर्नुपर्ने बताउनुभयो। यो सरकारले कमिसन भने त त्यहीबाट सुधार गर्नुपर्छ, सबभन्दा पहिले आफूबाट सुधार गर्नुपर्छ। यो अत्यन्त कलङ्कित रूपमा अहिले रहेको छ। यसलाई मेन कुरा भनेको यो हामीले कानुन बनायो, ऐन बनाए, तर यो बारेमा हामीले जनजनमा जानकारी गरेका छ कि छैन। हाम्रो 3वटा तहहरू छ, स्थानीय तह छ, प्रदेश सरकार छ, सङ्घीय सरकार छ। 3वटा तहले यसलाई योजनाबद्ध ढङ्गले अगाडि लगाउनुपर्छ। हामीले पाठ्यक्रममा पनि अगाडि लगाउनुपर्छ र यसलाई सरकारले विकास, भौतिक विकासले मात्रै हुँदैन, सामाजिक विकास, त्यस्तै न्याय कसरी पाउँछ त्यसको विकास हामीले गर्नका लागि। मन्त्री श्रेष्ठले सरकारले चाहेर मात्रै जातीय छुवाछुत तथा भेदभाव अन्त्य गर्न नसक्ने भएकाले सबै पक्षको सामूहिक प्रयास आवश्यक रहेको बताउनुभयो। राजनीतिक दलहरूले पनि आफ्नो घोषणापत्रमा राखेर अभियान चलाउनु पर्ने बताउनुभयो। भने प्रतिवेदन पढ्दै जाँदाखेरि उन्मूलन 2चोटि 3चोटि भइसकेको छ यो देशमा, तापनि छँदैछ। कमी बढी होला, धेरै कमी पनि भएको छ, म भन्दिनँ। मेरो आमा हुँदासम्म मेरो घरमा कोही प्रवेश गरे भने, मन्दिर त छोडिदिनुहोस्, घरमा प्रवेश गरे भने उहाँ ढोकामा बसिराख्नुहुन्थ्यो, पहिले सोध्नुहुन्थ्यो तिम्रो नाउँ के, नामबाट जात छुट्यो भने ठिकै छ, जात छुटिएन भने तिम्रो जात के सोध्नुहुन्थ्यो, अनि माथि जान बस्नुहुन्थ्यो, नभए नजान्थ्यो। यो मैले उहाँलाई कति सम्झाएँ कि मैले अब राजनीतिमा लागे त्यस्तो नगरिदेऊ, तिमीले जे भन्छौ त्यो गर्छौ भन्नुहुन्थ्यो। त्यसकारणले यो अपराध सामाजिक। सांसद लक्ष्मणलाल कर्णले कानुनी सजायले मात्रै जातीय छुवाछुत र भेदभावको अन्त्य नहुने बताउनुभयो। मेरुदण्ड पक्षघात भएका व्यक्तिहरूलाई क्षमता अभिवृद्धि तथा नेतृत्व विकासको तालिम दिने उद्देश्य साथ राष्ट्रिय भेला सुरु गरिएको छ। मेरुदण्डीय पक्षघात समूह नेपालको आयोजनामा काठमाडौँमा मङ्गलबारदेखि 3 दिने भेलाको आयोजना गरिएको हो। मेलामा देशका सबै प्रदेशबाट प्रतिनिधिमूलक रूपमा मेरुदण्डका पक्षघात भएका व्यक्तिहरूको सहभागिता छ। मेलामा मेरुदण्डको पक्षघात भएका व्यक्तिहरूको क्षमता वृद्धिका लागि नेतृत्व विकास सम्बन्धी तालिम, सरकारले प्रदान गर्ने अधिकारहरूको विषयमा र स्वास्थ्यको हेरचाहको सम्बन्धमा तालिम दिइने मेरुदण्डीय पक्षघात समूहका नेपालका अध्यक्ष ऋषिराम ढकालले बताउनुभयो। व्यक्तिहरूको राष्ट्रिय भेला हो र यो पहिलो भेला पनि हो। सायद नेपालमा यस्तो भेला पहिला भएको थिएन। यो चाहिँ हामीले कसरी गरेका छौँ भने प्रत्येक प्रदेशबाट चाहिँ प्रत्येक प्रदेशका स्पाइनल कर्ड इन्जुरी भएका व्यक्तिहरूले चाहिँ सिलेक्सन गरेर प्रतिनिधि पठाउनु भएको छ र उहाँलाई चाहिँ हामीले चाहिँ यो 3 दिने गोष्ठीमा चाहिँ विभिन्न किसिमका तालिमहरू दिन्छौँ, जसले चाहिँ उहाँको चाहिँ क्षमता अभिवृद्धि होस् र उहाँ चाहिँ एउटा लिडर बन्न सक्नुभयो। लिडर बनेर चाहिँ आफ्नो प्रदेशमा चाहिँ कसरी चाहिँ अपाङ्गता सम्बन्धी काम गर्न सकिन्छ भन्ने किसिमको तालिम हो र त्यसको साथसाथै यसमा स्वास्थ्य सम्बन्धी
कुराहरू पनि छ। जस्तो पहिला त आफ्नो स्वास्थ्य राम्रो हुनुपर्छ। स्पाइन कर्ड इन्जुरी भइसकेपछि विभिन्न किसिमका समस्याहरू आउँछन्, जस्तो दिशा पिसाब व्यवस्थापनका कुराहरू, छालाका हेरचाहका कुराहरू, खानपिनका कुराहरू, व्हिलचेयरका कुराहरू, त्यसपछि गएर सरसफाइ, धेरै कुराहरूमा चाहिँ हामीले ध्यान दिनुपर्छ। त्यो विषयमा पनि हामीले जानकारी पाउँछौँ। र त्यसपछि चाहिँ हामीले चाहिँ विभिन्न किसिमका फेसिलिटेटरहरू हुनुहुन्छ, त्यो विषय सम्बन्धित विशेषज्ञहरू हुनुहुन्छ। जस्तो अब नेतृत्व विकास र के भन्छ लिडरसिपमा चाहिँ हाम्रो प्रकाश पोखरेलजी हुनुहुन्छ। त्यसै गरेर चाहिँ UNCRPD अपाङ्गता सम्बन्धी महासन्धि छ। र स्थानीय सरकारसँग हाम्रो कस्तो अधिकार छ, प्रदेश सरकारसँग कस्तो अधिकार छ, सङ्घीय सरकारसँग हामीले कसरी अधिकार लिने, के अधिकारहरू छन्, हाम्रा नीतिहरू के छन्, परिमार्जितहरू कसरी भइरहेका छन्, त्यो परिमार्जित भएका कुराहरू स्पाइन कर्ड इन्जुरी भएका व्यक्तिहरूको हकमा छ कि छैनन्। भेलामा सहभागीहरूले मेरुदण्डको पक्षघात भएका व्यक्तिहरूलाई आफूले सिकेको सिप तालिमबारे आफ्नो प्रदेशमा गएर कार्यतालिम सञ्चालन गर्न बताइएको छ। जनकपुरधाम स्थित एक होटलमा श्रीमानसँगै बसेकी महिला होटल नजिकै मृत भेटिएकी छिन्। जनकपुरधाम उपमहानगरपालिका स्थित रामानन्द चोकमा रहेको सर्लाही होटल एन्ड गेस्ट हाउसको 5औं तल्लामा रहेको कोठा नम्बर 205 मा श्रीमानसँगै बसेकी महिला होटल बाहिर मृत फेला परेकी हुन्। म्याग्दीको मेलानी गाउँपालिका 7 बस्ने 30 वर्षीय सृजना कुमारी श्रीपाली श्रीमान विश्वास श्रीपालीसँगै 2 दिन अघि होटलमा आएर बसेका थिइन्। उनी होटल छेउमा रहेको हिलो जमेको ठाउँमा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता मकेन्द्र मिश्रले जानकारी दिए। 2 साता अघि वैदेशिक रोजगारबाट फर्केका श्रीमानसँग उनी यातायात व्यवस्था कार्यालय जनकपुरधाममा स्कुटीको लाइसेन्स बनाउन आएको प्रहरीले जनाएको छ। श्रीमानसँगै होटलमा उनी हाम फालेर आत्महत्या गरेकी हुन् कि कसैले खसाएको हो भन्ने नखुलेको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। सिरक डस्ना उद्योगमा बुधबार बिहान आगलगी भएको छ। चितवनको भरतपुर महानगरपालिका 6 का राजेन्द्र प्रसाद मल्लले सञ्चालन गरेको सिरक डस्ना उद्योगमा बुधबार बिहान विद्युत सर्ट भई आगलगी भएको हो। आगलगीबाट कपास निर्माणका लागि लगाइएका पुराना कपडा र यन्त्रमा क्षति भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। बिहान 9 बजे आगलगी भएको र 9:30 मा नियन्त्रणमा आएको प्रहरीले जनाएको छ। अन्त्यमा हेडलाइन्स पुनः एकपटक। सप्तरीमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा 1 जनाको मृत्यु। पछिल्लो 24 घण्टामा देशभर 145 जनामा कोरोना संक्रमित। कोरोना सम्बन्धमा सरकारले गरेको काम कारबाहीको अनुगमन गर्न गठित उपसमितिद्वारा समितिमा प्रतिवेदन पेश। जनकपुरधाम स्थित एक होटल नजिक एक महिला मृत फेला। र चितवनको सिरक उद्योगमा आगलगी 7 लाखको क्षति। हवस् त, अपन न्युज अहिलेलाई यति नै। अपन टेलिभिजन हेर्दै रहनुहोला। नमस्कार।